यो हाम्रो कबल वस्तु बन गए गाइस फाइनली बन गएको भिडियो पिप पिप गाह्रो छ हौ केटाहरू गाह्रो छ ब्लगिङको लागि कहाँ सजिलो छ जिन्दगी होइन केटाहरूले भन्छ चिल आनन्द है गर्छ बाइक बोक्यो मोबाइल बोक्यो हिँड्यो सरल आएर बाटोमा चिल छ केटाहरूको जिन्दगी भन्छ आफै थाहा छ कस्तो हुन्छ भन्ने कुरा दिन भएन अस्ति बिचरा अब दुईजना केटाहरूले बाटो हिँड्दैन पुग्छ ठुलो गाडी हेर्छ यो गाडी म्याक्समा ठुलो गाडी बसेर पर्दैन बुझ्दैन हौ केटाहरू बुझ्दैन सबजना बाबा हेर्नु त भ्यूमा लाग्यो होइन अनि अरू के छ त होला हेलो सबैलाई नमस्ते हाम्रो ड्राइभर भेटिहाल्नु भयो बाटोमा भर्खरै होइन बाटोमा सबजना के भन्नुभयो अभि ब्लग छ सर्च गर्नु त भेटाउनु राख्छ आज मैले ओके थ्याङ्क यू एकजना आज मेरो एड हुनुहुन्छ अनि को हुनुहुन्छ त मेरो रेज्युम एड चाहिँ सबजनाले त कसरी राख्नु पऱ्यो पढ्नु पऱ्यो पढाउनु पऱ्यो के गर्नु अब कस्तो सिकाउनु पऱ्यो नि त साथीहरूलाई कपिल वस्तुबाट अहिलेसम्म त्यस्तो कुनै पनि अब वस्तुलाई चिनाउन सकेको अहिलेसम्म कोही पनि छैन जस्तो लाग्छ क्या म पनि छैन अब हजुरहरू साथबाट भने चाहिँ म चाहिँ हुने भएर त गाइजहरू के छ त आज यस्तो बाहिर निस्किएर त्यस्तो एकजना मान्छेलाई यस्तो भेट्नु दियो त गाह्रो अनि अरू त्यस्तो गर्ने चाहिँ हावा लाग्यो कसको घर कसको सन चाहिँ राम्रै हो सबजना सो अभिको भिडियो चाहिँ को जस्तो हेर्नुहुन्छ कमेन्ट समेन्ट गरिदिनु पऱ्यो भाइ एड अगाडि सबजनाले सपोर्ट गर्नु पऱ्यो म चाहिँ आफ्नो कभर गर्छु ब्लगर अभि भनेर चिन्छन् चिन्नेले नचिन्नेले अभि भनेर चिन्छ कसैले अब चिन्दैन चिन्दैन गाह्रो छ केटाहरू होइन केटाहरूलाई थाहा छ नि त्यो गाह्रो हुन्छ भन्ने कुरा त्यसलाई त रमाइलो लाग्छ चिल पारेर होइन हिँड्यो बाइक बोक्यो मोबाइल बोक्यो आइफोन बोक्यो छ होइन केटाको जिन्दगी भन्छ हामीलाई थाहा छ कस्तो गाह्रो हुन्छ भन्ने कुरा अब मेरो बाइक नै फेरि बाटोमा तेल बिना कुद्दाखेरि अब मान्छेले यो बुझ्दैन हेरि होइन बाहिर गाडीमा यताउति अब त्यस्तै छ सबै कुराहरू बुझ्नुपर्ने हुन्छ ओके गाइजहरू भिडियो चाहिँ स्किप गरेर होइन म के छ केटाहरू अरू सुनाउ नयाँ कुरा गाडी नेपालतिर जिन्दगीको बाटोमा जान्छौ
आजको मौसम चाहिँ माग कसम हो कि गाई यत्तिकै हुनुपर्छ कि होइन सुरु त यो त त्यसै भनेको होइन नि त बालेनज्यूले चाहिँ नेपाल नै स्विजरल्यान्ड हो भनेर होइन स्विजरल्यान्ड कहाँपट्टि आइहाल्यो त कपिल बस्ती घुम्नलाई मौसम हेर्नु के ब्लग हेर्नु कि ब्लग होइन यो चाहिँ हाम्रो ठुलो होइन यो चाहिँ नाम चाहिँ मलाई भन्दा छैन तर चाहिँ बवाल हेर्नु है यहाँको भ्यू चाहिँ एकदम बवाल छ सबजना आइदिनुहोस् होइन यहाँ चाहिँ स्पेसल एउटा मन्दिर छ कि यो हाम्रो कपिल धाम भन्ने मन्दिर है धेरैजना आउनु भएको छ होला सर हाम्रो कपिल होइन सबजना पुगाउनु भएको छ कमेन्ट हानिदिनु त गाइजहरू हेर्नु त्यसपछि हाम्रो कपिला मन्दिर हेर्दैछ हेर्नु भित्र चाहिँ म अलि एकचोटि गएको होला धेरै पहिला अहिले चाहिँ गएको छैन अब बिस्तारै बिस्तारै जानु पर्ला आज यो फेरि हेरौँ पुगिला चाहिँ चिसो छ गाइजहरू पानी परिरहेको छ आज सबजना ख्याल गर्नु होला होइन यसो बाहिर निस्किरहेको थिएँ मैले चाहिँ भ्लगहरू चाहिँ कस्तो तरिकाले स्टार्ट गर्दा चाहिँ हुन्छ होला यसो जानकारी मान्छेले चाहिँ भन्दा हुन्छ अहिले कमेन्टहरूमा लाग्ने यस्तो कन्टेन्टहरू चाहिँ मलाई थाहा छैन होइन त्यही म बसेको डेली भ्लगलाई आफू यताउति हिँडेको कुराहरू हिँडाइरहेको हुन्छु फेरि भ्लगिङ गर्न पनि आउँदैन गाइडहरू नकिनेर आउँछ यसो अलिअलि 10 टाइम बाद होइन तर रमाइलो छ जिन्दगी त्यो अहिले चाहिँ त्यस्तो अब बल्ल बिस्तारै हुँदैछ होइन लाइक अब अहिले यो मेटाले पनि एकदम राम्रो दिइरहेको छ होइन हजुरले चाहिँ यो भिडियोहरू राख्यो भने चाहिँ लाइक भिडियो फोटो टेक्स्टहरूबाट पनि पैसा दिँदो रहेछ मेटामा मलाई थाहा छैन भर्खर भर्खरै भनेर त्यो चाहिँ हजुर अर्को फुल आइसक्यो हेर्न अनि फेरि यो पनि बवाल छ यहाँ पनि हेर्नु भ्यू हेर्नुहोस् कि स्वर्ग हो कि त्यो केटाहरूले यस्तो ठाउँ छोडेर जान्छ बाहिर केटाहरूले दुःख गर्ने सबजना मिलेर गर्नु पऱ्यो भन्छु है अनि बुझ्दैन कि साथीहरू सबजना यस्तै छ अब तल अलिक धेरै धेरै पैसा चाहिन्छ केटाहरू अब डलर कमाएर जान्छ अस्ट्रेलिया अमेरिकातिर अब कोही जापानतिर जान्छ गाह्रो छ यहाँ नेपाल बसेर भ्यू चाहिँ हो कि होइन बाटो चाहिँ हल्का अप्ठ्यारो आएको छ म चाहिँ यसो पछि कुरा गर्छु थ्याङ्क यू गाइजहरू भिडियो चाहिँ सबजना हेर्नु होला सपोर्ट गर्नु होला ओके गाइज बाइ द बाई ल बाहिरहरू म गएको ल बाई